would be goodbye, my love? When did the close of forever come, my love? All I recall was a stare that was vacant and cold. Where did the spark go, the warmth that once stole my soul? मर्निङ सबैजनालाई अनि आज चाहिँ शनिबार हो अनि आज चाहिँ म्याराथन छ हैन सो मैले चाहिँ अलि 1 विक जति भएन प्रिपेयर गरिरहेको थिएँ सो अब चाहिँ म जाँदैछु अनि चाहिँ टक्क लाएर मेरो फर्स्ट म्याराथन जोइन गर्न गइरहेको छु हैन सो आई होप राम्रो होस् अहिलेसम्म म्याराथन जोइन गरेको छैन नि त सो त्यही भएर आम रियली एक्साइटेड हैन त्यसको लागि चाहिँ So let's see कस्तो हुन्छ म जाँदैछु हैन जमल पुगेर साथीलाई पिकअप पनि गर्नु छ सो त्यसपछि चाहिँ त्यहाँबाट रेस सुरु हुन्छ जस्ट म अपडेट गरेर राख्छु कस्तो हुन्छ साथीले चाहिँ खेलिसकेको छ मेरो चाहिँ फर्स्ट हो म चाहिँ यहाँ जमल आइपुगिसकेँ अनि साथीलाई कुदै बसिरहेको छु हैन ऊ चाहिँ उता के अरे लोलाङ साइडबाट आउँदैछ नि त अनि अलिकति बसहरूमा आउँदा अलिकति टाइम लाग्छ सो एकछिन कुद्नु पर्ने हुन्छ सो देन ब्याक टु द फिल्ड है सो आइ एम रियली एक्साइटेड आधी घन्टा कुरा थियो मान्छेले आधी घन्टा ल जाउँ ल सो गाइज हामी चाहिँ अब भित्र छिर्न आँटिसक्यौँ होइन एउटा ढाक यता छ होइन कतिमा हान्ने आज कतिमा हान्ने हो बुझ्ने म त अहिले आउनु लागिसक्यो ठिक छ 600 मेरो ग्रुप चाहिँ कस्तो हुन्छ आज हाम्रो वार्म अप पनि भइसक्यो लेट्स गो सुनिसक्यो उता रेडी हो भन्दैछ हैन ओए सही हो रेस सुरु हुन गइरहेको छ हैन सो होल रोड चाहिँ पुरै प्याक छ हैन Get it? Fuck. Oh my god. आज हामी मानेश्वरमा छौँ हैन सो अहिले चाहिँ मानेश्वर चोक पुग्न आँट्यो मानेश्वरबाट चाहिँ यो तिनकुने चोक भन्दा तिनकुने भन्दा नि यो शान्ति चोक जाने साइडबाट चाहिँ फार्कियाम चाहिँ
रिटर्न हुनुपर्छ होइन सो त्यही हो ब्याक टु पानी सुक्नु है once I feel होइन 5 km यति गाह्रो भएपछि I want to motivate everyone to stay fit क्या अब चाहिँ almost finishing आउन लागिसक्यो सो लङ ब्रेथ लिएर फिनिसिङ 1 मिनट भयो नि पुस गर्ने सोचिरहेको छु क्या सो द्याट्स अल गाइज फिनिसिङ चाहिँ देखिए फिनिशिंग देखिए Done. 5 km complete. मैले 5 मिनट अलिक छिटो हान्ने सोचिरहेको थिएँ तर ब्रिदिङमा अलिकति प्रब्लम भएर हान्न सकेन सो द्याट्स के छैन नेक्स्ट टाइम सक्छ मेरो म खिच्दिन्छु फेरि गर्नु म खिच्दिन्छु छ्या यो त मा दयाङ राई स्टाइल भयो दयाङ राई स्टाइल भयो नि यो त कस्तो भइरहेछ एकदम छोडेको सक्दैन गफ न म भन्दा अगाडि हानेर छोडे अरे मा गाइस त्यही हो है खतरा चाहिँ हुन सकेन एटलिस्ट फिनिस चाहिँ हान्यो त्यही ठुलो कुरा हो सक्दैन भनेर अघि आयो मलाई चित्त दुखिराखेको हो ठिक छ त्यही पनि दुईजना कति धेरै वर्ष दौड्यो अन्त 2-3 वर्ष ग्याप भएर 2.5 वर्ष ग्याप भएर दौडेको त्यही भएर यस्तो गाह्रो भयो क्या अब त सम्झिने थर्ड भएको है 5 किलोमिटरमा होइन 7मा 7मा थर्ड हानेको ए ल कङ्ग्रेचुलेसन भयो नि ल एकदम बधाई छ है त ल म्याराथन पनि सकियो कसो भयो तिम्रो मेरो ठिकै भयो मेरो नि ठिकै भयो भनौँ राम्रो त होइन है सकेन भनौँ